आजको यस हाम्रो प्रथम नौबिसे क्रिकेट कप प्रतियोगिता 2082 का अध्यक्ष तथा यस कार्यक्रमका सभाध्यक्ष र हाम्रो प्रथम नौबिसे कप क्रिकेट प्रतियोगिताका अध्यक्ष यसै गरी आजका यस कार्यक्रमका प्रमुख अतिथि हाम्रा वयोवृद्ध आदरणीय व्यक्तित्व यसै गरी आजका विशिष्ट अतिथिज्यूहरू नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य युवा नेता ऐन महर यसै गरी हाम्रो डाक्टर डबलबहादुर धामी यसै गरी सम्पूर्ण मञ्चमा आसीन अन्य अतिथिज्यूहरू विशिष्ट व्यक्तित्वहरू सबैहरू जनाएर यसै गरी खास गरी यो क्रिकेट प्रतियोगितामा क्रिकेट आफै खेल्नुहुने सम्पूर्ण खेलाडी वर्गहरू र सम्पूर्ण अतिथिहरू यहाँहरू सबैजनालाई फलिनोबिस सञ्जाल फलिनोबिस र यसै गरी फलिनोबिस काठमाडौँ युवा सञ्जालको सबैको तर्फबाट म गणेश बुढा आफ्नो इन्चार्जको हैसियतले यहाँहरू सबैजनालाई स्वागत व्यक्त गर्दछु। हामी धेरै आजको परिस्थिति हेर्दा धेरै समाज परिवर्तन भइराखेको छ। यद्यपि हामी राजधानी काठमाडौँमा बजाङको भूमिबाट आएर यहाँ चाहिँ सबै भाइ बहिनीहरू हाम्रा सबैजना मान्छेहरू अथवा सबैजना युवाहरू एक ठाउँमा बसेर खेल खेलौँ रमाइलो गरौँ भन्ने उद्देश्यका साथ हामीले सबैजनालाई माघे पर्व मनाउने उद्देश्यका साथ कार्यक्रम गरिराखेका छौँ। हामी सबै खास गरी यो युवा सञ्जाल 2076 सालदेखि हामीले यो फलिनोबिसमा सुरु गऱ्यौँ। यहाँका धार्मिक स्थलहरू हामीले परिवर्तन गऱ्यौँ अथवा त्यहाँ मठ मन्दिरहरू दुर्गा देवीको मन्दिर करिब 20-22 लाखभन्दा माथि लागतमा त्यहाँ निर्माण गऱ्यौँ। त्यसपछि विसर्जन कार्यक्रमहरू लगायत विभिन्न शैक्षिक कार्यक्रम हामीले त्यहाँ गर्दै गयौँ र त्यसपछि आज राजधानी काठमाडौँमा पनि यो वर्ष विसर्जन मेला मनाउने सन्दर्भमा सबै युवा साथीहरू लागेर यहाँहरू एकदमै धेरै खटेर उहाँहरूले यो जुन जमर्को गरिराख्नु भएको छ हामी सबै यहाँ सँगै छौँ। अहिले देशको परिस्थिति धेरै फरक छ। युवा साथीहरू खास गरी क्रिकेटमा चाहिँ अझ बढी केन्द्रित छ। हामी सुदूरपश्चिमका युवाहरू क्रिकेट भनेपछि यो हामीले अहिलेको एनपिएल सिजन पहिलो दोस्रोमा पनि देख्यौँ। त्यसकारण यो पटक हामीले कोसिस गरेका छौँ। धेरै कमजोरीहरू रहन सक्छन्, हामीले विशिष्ट व्यक्तित्वहरूलाई बोलाएका छौँ तर त्यो अनुसार म्यानेजमेन्ट गर्न सकिराखेका छैनौँ। यद्यपि हामीले सुरुवात गरेका छौँ। संस्कृतिका दृष्टिकोणले नेपालमा सबैभन्दा धनीदेखि नै हाम्रा सुदूरपश्चिमका ती मूल संस्कृतिहरू हामी राजधानीमा झल्काउन चाहन्छौँ। खास गरी खेलको क्षेत्रमा पनि सुदूरपश्चिम कसैभन्दा कम छैन भन्ने कुराहरू क्रिकेटका माध्यमबाट हामीले सुरुवात गरेका छौँ। त्यसको प्लेटफर्म हामीले यहाँ बनाउने कोसिस गरिराखेका हौँ। हामीले ठुला मञ्चहरू बनाउन सकेनौँ, यद्यपि हाम्रा प्रायोजकहरूले हामीलाई साथ दिएर यहाँ यो यतिको पनि हामीले कार्यक्रम गर्न सकिराखेका छौँ। हामी सबै युवाहरू विद्यार्थीहरू छौँ। यद्यपि त्रिभुवन विश्वविद्यालयको यो प्राङ्गणमा आज खेल उद्घाटन गर्दै गर्दा हामीलाई एक खालको गर्व महसुस भइराखेको छ। बजाङको सम्पूर्ण युवाहरूलाई हामी जोड्ने कोसिस गर्छौँ। फलिनोबिस दरा त्यो बजाङका 10वटा दराहरूमध्ये एउटा क्षेत्र हो जहाँ अहिले पनि बजाङलाई फरक ढङ्गले हेर्ने हाम्रो ठाउँलाई हामीले चिनाउनका लागि यो प्रथम नौबिसे कप क्रिकेट प्रतियोगिता गरेका छौँ। यहाँहरू सबैलाई धेरै भाषण सुन्ने अथवा धेरै कुराहरू गर्ने त्यस्तो खालको परिस्थिति अहिले छैन। यद्यपि हामी सबैजना जहाँ छौँ त्यहाँ संस्कृति जान्छ, त्यहाँ भाषा जान्छ। हामी आज काठमाडौँमा पनि नौबिसको चाहिँ एउटा संस्कृति झल्काउने गरी अथवा त्यहाँको चाहिँ विशेषता हुने गरी हामीले यहाँ क्रिकेट सञ्चालन गर्न गइराखेका छौँ। सबैजनालाई म विशेष अनुरोध गर्न चाहन्छु, धेरैवटा कमी कमजोरीहरू भयो होला अथवा अझ पनि हामीले कार्यक्रम सञ्चालन गर्दै गर्दा मुख्यतया यो खेल पनि तपाईँहरूको प्रतिभालाई प्रस्फुट गर्नका लागि हो। हामी धेरै राम्रो खेल्ने भयो भने हामी योभन्दा अगाडिको ग्राउन्ड छ त्यहाँ हामी देखिन्थ्यो होला, तर हामी त्यहाँ पुग्ने पछिल्ला हाम्रा भाइहरू कहीँ न कहीँ त्यहाँ गएर खेल्न सक्नेछन्। अहिले पनि हाम्रो धेरै जस्तो अनुबैनी लगायत धेरै खेलाडीहरूलाई म यहाँ सम्झन चाहन्छु। उहाँहरूले गेम खेलिराख्नु भएको छ। त्यसै गरी विभिन्न भलिबलका खेलाडीहरू, राष्ट्रिय खेलाडीहरू हाम्रो भूमिले जन्माइराखेको छ। विविध कलाकारहरू पनि हामीले स्टेजहरू दिएर अहिले राष्ट्रिय लेभलमा पुगिराख्नु भएको छ। हामीलाई गर्व छ र हामी आफै पनि अध्ययन अनुसन्धान गरिराखेका छौँ त्यो बजाङको बारेमा अथवा त्यो ठाउँको, त्यहाँको संस्कृतिको, त्यहाँको भाषाको, त्यहाँको भूगोलको। त्यसकारण हामी सबै युवाहरूले एकताबद्ध भएर फेरि हामी युवा अहिले पछिल्लो समयमा चाहिँ जुन एउटा कोसिस गरेका छौँ राजधानी काठमाडौँमा बस्ने युवाहरू पनि हामीले एकताबद्ध हुनुपर्छ। विभिन्न समयमा हामीलाई संस्कृतिले हामीलाई जोड्छ, देउडाले हामीलाई जोड्छ, तर राजनीतिक
राजनीतिक लगायत केही कुराहरूले बिस्तारै अलिकति पछिल्लो समय राम्रो बनिराखेको छैन, तर हामीले समाज सेवाको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने हेतुका साथ हामीले जुन कोसिस गरेका छौँ, यहाँहरू सबैजना यहाँ आइदिनु भयो। यहाँहरू सबैजनालाई धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै हामी सबैको जिम्मेवारी हो, हामी सबै संयमित भएर यो कार्यक्रमलाई सत्य र भव्य ढङ्गले सञ्चालन गर्नुहुनेछ भन्ने कुराहरू राख्दै म धेरै नबोलिकन खास गरी यो कार्यक्रम सम्पन्न गर्नसम्म अझ हामी 3 दिनसम्म कार्यक्रम गर्नेछौँ। त्यसमा सबैजना खेलाडी भाइ हाम्रो साथीहरू अथवा हाम्रा युवाहरूलाई पनि म विशेष आग्रह गर्न चाहन्छु। विभिन्न तरिकाले हामी सुरुवात गर्दैछौँ, त्यसकारण सुरुवातमा हामीले भने जस्तो राम्रो नहुन सक्छ, त्यसमा कम्प्रोमाइज गर्दै हामीले सम्पन्न गर्ने जिम्मेवारी हामी सबैको भन्ने कुराहरू राख्दै खास गरी आज मगर समुदाय, यसै गरी थारू समुदाय र हामी सम्पूर्ण नेपालीहरूको महान पर्वको रूपमा रहेको माघे पर्वको यहाँहरू सबैजनालाई शुभकामना व्यक्त गर्दछु र मेरो भनाइ यही अन्त्य गर्छु। हवस् त, धन्यवाद, नमस्कार।